यो चाहिँ हो युनिटी अफ स्ट्याच्यु सरदार वल्लभभाई पटेलज्यूको। सो लेट्स स्टार्ट द भ्लग। हेलो एभ्रिवान, शिवानी शिवाके गुड मर्निङ। यो मिनी भ्लग रातिको 2 बजीदेखि स्टार्ट भयो। उठेर ब्रस गरेर रेडी भएँ अनि मेरो आफ्नो ट्रेडिसनल राईको ड्रेस लाएर हामी यहाँ होटलबाट रातिको 3 बजी हामी निस्क्यौँ। हल्का अलिअलि जाम थियो, भन्दा नभन्दा हाम्रो बस स्ट्यान्ड जहाँ चाहिँ रेलवे स्टेसन छ त्यहाँ आइपुगेर हामी आफ्नो स्थानमा बसिसकेका छौँ। बाटोमा जाँदै गर्दा फेरि वर्ल्डको टलेस्ट स्ट्याच्यु युनिटी अफ स्ट्याच्यु आइरन म्यान अफ इन्डियाको तपाईँले स्ट्याच्यु देख्नु पाउनुहुन्छ। बिहानको 3 बजी पुग्दा पनि धेरै क्राउड भइसकेको थियो अनि हामी पनि छिटो छिटो पुग्नु साथै निस्केर हाम्रो आफ्नो जग्गा खोज्न थाल्यौँ अनि हाम्रो एन्ट्री कार्ड बोकेर हामी पनि लाइनअप भयौँ। गएको त्यहाँदेखि चेकिङहरू भइसकेपछि हामी टक्कै गएको थियौँ। यो चाहिँ हामीले मिठाई सोचेको थियौँ तर यो चाहिँ रेनकोट राखिदिनु भएको रहेछ। यो चाहिँ हामी बिहानै झुकेका अवस्था। हामी 3 बजी पुगेर त्यहाँदेखि 8 बजीको प्रोग्राम स्टार्ट भयो। हामी 4-5 घन्टा चाहिँ कतिजना सुत्यो, कतिजना गफ गर्दै बसेको थियो। त्यहाँदेखि ओट टेकिङ स्टार्ट भयो अनि त्यो बिचको भिडियो चाहिँ मेरो डिलिट पनि भएछ अनि मैले हाम्रो प्राइम मिनिस्टर मोदीजीको एन्ट्री भएको भिडियो चाहिँ मैले छुट्टै हालिदिएको छु। तपाईँले छुट्टै फुटेज चेक गर्न सक्नुहुन्छ। अनि लाइफमा कतिवटा कुरा हामीले लाइफमा नदेखेको प्रोग्रामहरू यस्तो दामी दामी हाम्रो आफ्नो आँखाले विटनेस गर्नु पायौँ। आफूलाई धेरै प्राउड फिल भयो है। अनि कल्चरल प्रोग्रामदेखि लिएर परेडदेखि लिएर यस्तो इन्ट्रेस्टिङ प्रोग्रामहरू भएको थियो अनि हाम्रो आँखाले नजिकबाट हाम्रो मोदीजी अनि हाम्रो प्राइम मिनिस्टरलाई हामीले देख्न पायौँ। अनि यो रकेट सो त झन् यस्तो इन्ट्रेस्टिङ थियो कि झन् मैले कतिवटा फुटेज त गर्नु पनि पाएन। अनि यहाँ चाहिँ रकेट इन्डियाको त्यो कलरहरू छर्दै गरेको अनि यो हार्टहरू बनाएकोहरू यस्तो इन्ट्रेस्टिङहरू थियो। मैले कतिवटा भिडियो गर्नु पाएन, यति दामी विटनेस प्रोग्राम गर्नु पायौँ। प्रोग्राम सकेर हाम्रो प्राइम मिनिस्टरको सानो भाषण थियो। उहाँको भाषण सकेर उहाँले जानुभन्दा अगाडि सबैजनालाई रोडमा निस्केर बाई बाई गरेर हामी सबैजनाले मोदी सर मोदीजी भनेर बोलाइरहनु भएको थियो अनि सबैलाई हेलो हाई भनेर जानुभयो। आफ्टर 4 आवर्स हाम्रो प्रोग्राम सकेर हामी चाहिँ मोदी सर बस्नु भएको जग्गा स्टेज पनि यसो मैले फुटेज लिएँ। त्यहाँदेखि चाहिँ हामी पनि यहाँबाट यो प्रोग्रामको मेन थिम थियो एकता दिवस। 150 वर्ष हाम्रो सरदार वल्लभभाई पटेलज्यूको जन्म दिवसमा युनिटी एकतामा रहने कुराहरू झल्काउनु भएको थियो अनि हामी पनि यो प्रोग्राम एटेन्ड गर्नु मौका पाएको थियो र गएको थियो। अनि आफ्टर यो प्रोग्राम सकेर हामी आफ्नो होटल आएर चेकआउट गर्नु थियो। त्यहाँदेखि हाम्रो फ्लाइट थियो भोलिपट्टि 12 बजीको अनि गाडीमा जाँदा सबैजना बिहान छिटो उठेको कारणले गर्दा सबैजना सुत्नु भएको थियो। अनि आफ्टर 2-3 आवर्स ट्राभल गरेर हामी गान्धीनगर आइपुग्यौँ। यदि तपाईँहरू गान्धीनगरको भ्लग्स हेर्नु चाहनुहुन्छ भने मेरो नेक्स्ट भ्लगमा आउनेछ। अहिलेको लागि थ्याङ्क यू सो मच फर वाचिङ। सी इन द नेक्स्ट भ्लग।